नमस्ते चासी देलेक तिब्बत टिभीको नेपाली प्रसारण हेरिरहनु भएका सबै श्रोताहरूलाई नयाँ वर्षको धेरै शुभकामना। यस सप्ताहको तिब्बत परमपावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुडु साङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। तिब्बती परम्परा विश्वको लागि सहयोगी हुन सक्छ, परमपावन ज्यूको भनाइ। चीनले तिब्बती घुमन्तेहरूलाई परमपावन ज्यूको बारे सामाजिक मिडियामा पोस्ट गरेकोमा पक्राउ। तिब्बती र तिब्बत समर्थकहरूले अमेरिकी तिब्बती नीति र समर्थन ऐन 2020लाई पारित गरेकोमा खुसी व्यक्त। तिब्बत नीतिमा भारत स्पष्ट छ, आरके ख्रिमीको भनाइ। परमपावन ज्यूको अन्तिम बाँच्ने व्यक्तिगत अंगरक्षक आनेन्दावा 83 वर्षको उमेरमा निधन। तिब्बत कार्यालय क्यानबेराले परमपावन दलाई लामा ज्यूलाई कृतज्ञताको रूपमा भर्चुअल छलफलको आयोजना। हिडन तिब्बत पुस्तकको नयाँ संस्करण रुसी भाषामा उपलब्ध। अब समाचार विस्तारमा। परमपावन दलाई लामा ज्यूले तिब्बती परम्पराले ठूलो मात्रामा विश्वलाई फाइदा पुर्याउन सक्छ भन्नुभयो। गत हप्ता आइतबारको एउटा प्रत्यक्ष आभासी शिक्षाको क्रममा श्रोताहरूलाई सम्बोधन गर्दै परमपावन दलाई लामा ज्यूले हामी तिब्बतीहरूले आफूले गुमाएको कुरामा शोक गर्नु पर्दैन, बरु हाम्रो परम्पराले अरूलाई सहयोग हुन सकेकोमा गर्व गर्नुपर्छ भन्नुभयो। 아주 배배 리슌디 저분이 찔이야 편도 쳐야지 리슌지 차디기도 같아. 사진이 인도 안 사말로 심 지금 뽑아잖아. 아니 배랑 아주 전주어 샤샤네. 당 아주 롱버체 전주어 셔니 다 인삼에 심 shum먹어 봐. 아주 리슌 땡서정 아주 열에 아주 저분이 디간이야 편도 쳐야지 연구를 사버지기 뽑아줘야지. 죄송합니다. somdi kigi ina ngengene odagai तिब्बतीहरूले विज्ञान र दर्शनको बारे निर्वाचनमा प्रकाशित गरेका पुस्तकहरू तिब्बतका विश्वविद्यालयहरूमा पुगेका छन् र तिब्बती बौद्ध धर्मको यस प्रस्तुतिको वैज्ञानिक चरित्रबाट चिनिया विद्वानहरू प्रभावित भएका छन् भन्नुभयो। 저 변한기 다시 미만디기 더 심슈 닝도 할레저리 진짜 이번인도 디 림베 제도 첩지 낭수 게 떠루디 생리도 되고 진짜 가서 안되디 지금 sem컴을 봐 진짜 가서 탭 서셔버디 별에 개인안에 규리제 변하리야 리기열이 더 미만기도 통야 요마르디 지 유니버시티에 가시기 줄라로는 가시기디 통야 연구도가 저성의 개미 시행전 개발된 적이 벽의 낭수디 배 체리도 투버리샤스 드르게 도나층에 다 숙셔로처럼 조대기도 가 बुद्धि प्रशिक्षणका लागि 8वटा संस्करण र बोधिसत्वको 37 प्रथाहरूबारे प्रवचनमा हजारौं श्रद्धालुहरूको उपस्थिति हुनुभएको थियो। उत्तर अमेरिकाको तिब्बती समुदायहरूले यस शिक्षाको लागि अनुरोध गरेको थियो। एक चिनिया अदालतले यस महिनाको सुरुमा तिब्बतको गोलोक प्रान्तका मचिनका एक तिब्बती घुमन्तेलाई सजाय सुनाएको छ। राइट डिफेन्डर अफ चाइना व्लगले डिसेम्बर महिनाको 14 तारिकमा रिपोर्ट गर्यो कि लुन्डुप दोर्जेलाई गोलोक प्रान्तका मध्यवर्ती अदालतले अलगावत उक्साउने आरोपमा 1 वर्ष जेल सजाय सुनाएको छ। उनले 2019 देखि परमपावन दलाई लामा ज्यूको तस्बिर र शिक्षा उनको वेबो र विचेट खाताबाट फरवर्ड र पोस्टिङ गरेको जुन चिनिया सरकारले गैर कानुनी मान्दछ। लुन्डुप दोर्जेलाई जुलाई 23 मा पक्राउ गरिएको थियो र उनले कथित रूपमा उनीहरूको द्वारा लगाएको आरोपहरू स्वीकार गरेको छ र सजायको अपिल गर्न खोजेको छैन। लुन्डुप दोर्जेको जन्म 7 अगस्त 1990 घाङ्री गाउँ आम्दो गोलोक प्रान्तका मचेन काउन्टीमा भएको थियो। तिब्बतको कब्जा भएपछि चीनको सिंघाई प्रान्तमा समाहित भएको छ। तिब्बती र तिब्बत समर्थकहरूले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले यस आइतबार तिब्बत नीति र समर्थन ऐन 2020 मा हस्ताक्षर गरेकोमा खुसी व्यक्त गर्नुभयो। केन्द्रीय तिब्बती प्रशासनले यस ऐतिहासिक विकासलाई स्वागत गरेका छन्। प्रशासनका प्रमुख डाक्टर लप्सा सिंघेलले पनि यो विधानले
तिब्बतमा तिब्बतीहरूलाई आशा र न्यायको सशक्त सन्देश पठाउँदछ र तिब्बती जनताको धार्मिक स्वतन्त्रता, मानव अधिकार, वातावरणीय अधिकार र निर्वासित तिब्बती प्रजातन्त्रको संरक्षणका लागि अमेरिकाको सहयोगलाई समर्थन गर्दछ भन्नुभयो। निर्वाचनमा तिब्बती संसदका सभापति श्रीमान पेमा जुग्नेले पनि अमेरिकी राष्ट्रपतिलाई चीन विरुद्ध कडा कदम चलेको अपरिवर्तनीय समर्थनका लागि धन्यवाद व्यक्त गर्नुभयो। तिब्बत नीति र समर्थन ऐनका लागि सफलतापूर्वक पारित गरेपछि यस हप्ता मङ्गलबार धर्मशालामा फर्किएका प्रशासनका प्रमुख डाक्टर लोप्साङ सिङ्गेले पनि तिब्बतको नीति र समर्थन ऐनको आधिकारिक वक्तव्यका लागि सिनेटका जेम्स रिसको नेतृत्वमा अमेरिकी सिनेट विदेश सम्बन्ध समितिलाई धन्यवाद दिएका छन्। Hello everybody and Tashidale. Happy New Year to all of you. This new year will begin with a very good news for Tibet and Tibetan supporters. The US Congress passed the Tibetan Policy and Support Act, which was signed by the President of America. Now it's a law that America stands with the Tibetan people. This is a tribute to a great legacy of His Holiness, the great 14th Dalai Lama of Tibet. This is in solidarity and support for 6 million Tibetans who are suffering in Tibet. This is a major boost to the Tibetan freedom struggle. I'm very grateful that the people and government of America is saying that we are with you. We feel your pain to Tibetans inside Tibet. And I hope Beijing hears it loud and clear. The Tibet issue will never be forgotten. Tibet issue will have support from around the world. That's why I want to wish all our friends around the world that this new year bring you good health, good karma, and much happiness this year. I hope the pandemic which originated in Wuhan will be over soon, and then we'll get back to normal life. And we should always remember the pain caused by this pandemic. Lack of transparency from the Chinese government has led to this major disaster and sufferings around the world. I hope that the new year will also be a great new beginning for the Tibetan freedom struggle, and you all will be with us through this year and in future, so that very soon the aspirations of Tibetans in Tibet be fulfilled. That is, to see the return of His Holiness the Dalai Lama and basic freedom restored in Tibet. Pyogyalo Teshle. अमेरिकी सिनेटका जिम रिस्क, सिनेट विदेश सम्बन्ध समितिका अध्यक्ष सेनेटर मार्को रुबियो, सेनेटर बेन कार्डिन र सेनेटर डायन फेन्स्टिनले गत हप्ता गरेको एक विज्ञप्तिमा उनीहरूको द्विपक्षीय तिब्बतको नीति र समर्थन ऐन पारित भएकोमा स्वागत गरेको छ। तिब्बती नीति र समर्थन ऐनले मानव अधिकार, धार्मिक स्वतन्त्रता र तिब्बती जनताले सामना गरिरहेका अन्य चुनौतीहरूलाई सम्बोधन गर्न 2020 को तिब्बत नीति ऐनलाई सशक्त बनाएको छ। श्री आरके क्रिमेको अध्यक्षतामा रहेको तिब्बत कोर समूहले पनि एउटा प्रेस विज्ञप्तिमा अमेरिकाको यो कदमलाई स्वागत गर्दै यस ऐनले विश्व नेताहरूले चीनको विरुद्ध साहसिक कार्य गर्ने मार्ग प्रशस्त गरेको छ भन्नुभयो। उक्त विज्ञप्तिमा भारतीय जनतालाई तिब्बतको स्पष्ट नीति बनाउन सरकारले दबाब दिनु अपील गरिरहेको छ, किनभने तिब्बतको मुद्दाले भारतको सुरक्षाले प्रत्यक्ष चिन्तित तुल्याएको छ भन्नुभयो। परम पावन जूको अन्तिम जीवित व्यक्तिगत अंगरक्षक आनन्द दावा गत आइतबार 83 वर्षको उमेरमा मिनेसोटामा निधन हुनुभयो। आनन्द दावा 15 वर्षको मात्र थिए जब उनी तिब्बतको नोबुलिङ्ग स्थित परम पावन दलाई लामा जूको व्यक्तिगत सेनामा सामेल भएको थियो। 4 वर्षपछि उनी औपचारिक रूपमा सेनामा भर्ती भए र 4 वर्षसम्म उनले सेरा डेबुङ गान्धेन गुम्बाका स्कुलमा शिक्षाको माध्यमबाट र विशेष गरी ल्हासा मेलम समारोहमा परम पावन जूले गेजेलहरम्बा ग्रहण गरिरहेको बेला परम पावन जूको व्यक्तिगत संरक्षकको रूपमा सेवा गरिरहेका थिए। सन् 1959 को मार्चमा घटेका घटनाहरूको सबैभन्दा महत्त्वपूर्ण मोडमा
आनन्द दावाले आफ्नो जीवन जोखिममा राखी तिब्बती आध्यात्मिक नेतालाई निर्वासनमा सुरक्षित पार गर्न आफ्नो कर्तव्य पूरा गर्नुभयो। आनन्द दावा र अरू अंगरक्षकहरूलाई परमपवनज्यूले उहाँसँगै मसुरीमा आउन आग्रह गरे, जहाँ परमपवनज्यूले आफ्नो पहिलो निवासस्थान स्थापना गरेको थियो। सन् 1960 मा स्थापना भएको तिब्बती शरणार्थी शैक्षिक संस्थान मसुरीमा भर्ना भएका 50 जना विद्यार्थी मध्ये उनी पहिलो समूहमा थिए। विद्यालयको पढाइ पूरा गरेपछि आनन्द दावाले युएसमा कर्नल विश्वविद्यालय र पछि बोस्टनबाट स्नातक गर्नुभयो। सन् 1996 सम्म उनले भारत र नेपालमा तिब्बती समुदायको सेवा गरे, जबसम्म उनी पुनर्वास नीति मार्फत मिनेसोटामा बसिसकेका थिए र सेवाबाट अवकाश पनि पाएका थिए। परमपवनज्यूलाई कृतज्ञताको रूपमा तिब्बत क्यानबेरा कार्यालयले परमपवन दलाई लामा ज्यूको पूर्व सचिव कुङो लोब्साङ जिम्बासँग वार्तालापको आयोजना गरेको थियो, जहाँ उनले उत्कृष्ट योगदान र परमपवनज्यूको उपलब्धिबारे प्रकाश पारेका छन्। कुङो लोब्साङ जिम्बाले सन् 1993 देखि 2005 सम्म परमपवनज्यूको सचिवको रूपमा सेवा गर्नुभएको थियो। छोटो सेवानिवृत्त भएपछि उनले फेरि केही वर्षसम्म परमपवनज्यूको सचिवको रूपमा सेवा सुरु गर्नुभएको थियो। उनी एक पूर्व प्रशासनका अधिकारी पनि हुन्, जसले 34 वर्षभन्दा बढी समय सेवा गरेका थिए र तिब्बतमा दोस्रो तथ्य पत्ता लगाउने प्रतिनिधि मण्डलका सदस्य पनि थिए। डाक्टर सेर्गे कुजमिनले लेखेका रुसी भाषामा हिडन तिब्बतको नयाँ संस्करण प्रकाशित गर्नुभयो। विज्ञप्तिमा बोल्दै लेखकले 2010 पछि तिब्बत र विश्वमा धेरै घटनाहरू भइरहेका छन्, जसमा छलफल हुनु आवश्यक छ भन्नुभयो। यस पुस्तकमा यस कालका केही नयाँ फोटोग्राफीहरू पनि सामेल गरेका छन्। लेखक र अनुवादकहरूलाई धन्यवाद दिँदै मानद प्रतिनिधि टेलो टुल्कु रिम्पोछेले भन्नुभयो कि यस पुस्तकले आधुनिक समयमा भएका तिब्बतका मुद्दाहरूको सङ्कलित पुस्तक हो भन्नुभयो। यस पुस्तकले तिब्बती सभ्यताको इतिहास पत्ता लगाउँदछ, जुन प्राचीन समयदेखि अहिलेसम्म छ र तिब्बतीहरूको जीवनको बारे, तिब्बतमा चिनिया कम्युनिस्ट पार्टीको प्रवेश गर्नु अघि र पछिको बारेमा कुरा गरिएको छ। हालको संस्करण यसको पहिलो प्रकाशनको 10 वर्षपछि तयार गरिएको थियो। 2010 मा प्रकाशित भएकोदेखि यो अङ्ग्रेजी, चिनिया र मङ्गोलियन भाषाहरूमा अनुवाद गरिएको छ र केही हदसम्म तिब्बती भाषामा पनि अनुवाद गरिएको छ। हस् त, आजको लागि यति नै। म लगायत सम्पूर्ण तिब्बत टिभीको टिमबाट नेपाली प्रसारण हेरिरहनु भएका सबै श्रोताहरूलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।